नेपालको राजनीतिमा गोरु ब्याउँछ, भैँसीले अन्डा दिन्छ, कुखुरोले पाडो पाउँछ, छेपारोले जामा लाउँछ, भ्यागुतोले स्टकोट ढल्काउँछ, कैँचीले रुख काट्छ, बन्जरोले कागज काट्छ। बालेनले यतिभन्दा बढी मत ल्यायो भने देश छोड्छु, काठमाडौँ छोड्छु, कान काट्छु, नाक काट्छु, सारा सम्पत्ति दान दिन्छु भनेर सामाजिक सञ्जालमा लेखेर र सार्वजनिक कार्यक्रम वा अन्तर्वार्तामा बोलेर हिँड्थे। आज बालेनले नजित्दै आफ्ना ती स्ट्याटस मेट्न भ्याउनेहरूलाई यति भन्छु कि यही ढङ्गमा राजनीति चलाइरहने हो भने आज त सोसियल मिडियाका स्ट्याटस मेट्नुभयो, भोलि तपाईँको दलको नामो निशान मेटिन सक्छ। एउटा नाङ्गो खुकुरी र एउटा क्यामेरा बोकेर सहरको कुनै पनि चोकमा उभिएर कराउनुहोस् र भन्नुहोस् अब यो खुकुरीले नेता जति सबैलाई थप्काएपछि मात्र सुख पाइन्छ। यति भन्नुहोस्, तपाईँ रातारात भाइरल हरेक कमेन्टमा तपाईँलाई गृहमन्त्री बनाउनु पर्छ भन्ने माग आएन छ भने मलाई भन्नुहोला।